ओके, कविताको शीर्षक छ एकतर्फे प्रेम, है त। अनि कविता चाहिँ यसरी सुरु हुन्छ कि एउटा तस्बिर लुकाएर राखेको छु फोनको ग्यालरीमा, हेर्छु, मुस्कुराउँछु, हाँस्छु अनि आफै खुसी हुन्छु। फेरि एकैछिनमा प्रेम जताउन नसकेर त्यही तस्बिर हेर्दै म रुन्छु। न त प्रेम छ भने तिमीलाई जताउन सक्छु, न त यो पागल दिलबाट तिमीलाई हटाउन सक्छु। तिमीलाई पाउनु सायद मेरो भाग्यमा छैन, तर तिमीलाई बिर्सनु पनि त सम्भव छैन। काँडामाथि हिँडे जस्तो एकतर्फे प्रेम छ, न त यसको कुनै दबाई छ, न त यसको कुनै मलम छ। बस मनभित्र तिमीलाई प्रेम प्रस्ताव राख्न नसकेको ऐठन छ। फुललाई भमराले टाढैबाट मन पराए जस्तै, तिम्रो सामा हुन यो मन डराए जस्तै। न त तिम्रो सुवास लिन सक्छु, न त तिमीलाई माया गर्छु भनी बताउन सक्छु। बस टाढैबाट तिम्रो रूप फेरि यो मन बुझाउन सक्छु। यो मनले तिमीमा भगवान देखेको छ, एकतर्फी प्रेमीले तिमीलाई प्रेमिल खत लेखेको छ। बस तिमीलाई यो मनको रानी बनाइदिउँला, तिम्रो सङ्गतमा आफूलाई सुधारे मनभरिको माया बस तिमीलाई दिउँला। यदि सम्भव छ भने बस तिमी मेरो भइदिनु जिन्दगीभर। दुनियाँले तारिफ गर्ने गरी हामी दुई